सबैजनालाई नमस्कार। म दामोदर गैरीको तर्फबाट र म आज पनि धेरै महत्त्वपूर्ण जडीबुटीको बारेमा चर्चा गर्दैछु, जसलाई आँक भनिन्छ। तपाईँले धेरै ठाउँहरूमा फालिएका ठाउँहरूमा, एकदमै खेतीयोग्य नभएको ठाउँहरूमा, खोलाका तीरहरूमा, कतैतिर चाहिँ यो पानीको मुहानहरूतिर यो देख्नु भएको छ। यस्तो किसिमको देख्नु भएको छ भने तपाईँले चाहिँ आँक भनेर चिन्नु पर्दछ। यो चाहिँ अलिकति निलो निलो किसिमको, निलो सेतो सेतो किसिमको फुल हुन्छ, हेर्नुहोस्। र पात चाहिँ धेरै डेन्जर पनि हुन्छ है, यो चाहिँ हेर्नुपर्छ। अब हामीले चाहिँ यो आँकको आज म तपाईँलाई स्वास्थ्यसँग जोडिएको, आँकको स्वास्थ्यसँग जोडिएका के फाइदाहरू छन् त्यो बारे चर्चा गर्दैछु। एक नम्बरको स्वास्थ्य सङ्गति बारेमा चर्चा गर्दाखेरि यो आँक छ। कोही मान्छेलाई चाहिँ ढाड दुख्यो होइन, नसा च्यापियो ढाडमा होइन, अनि त्यहाँदेखि खुट्टामा एकदमै खुट्टाका जोर्नीहरू दुखेर चाहिँ एकदमै गाह्रो भयो भने ट्याक्कै एउटा टेबल ल्याएर बसेर यसको दुध निकालेर चाहिँ त्यो जहाँ दुखिया छ त्यहीमा एकदम सबै पातहरू चुहाएर चाहिँ एउटा लपक्क लाउने त्यो चोप। अनि प्रत्येक दिन चाहिँ जब त्यस्तो चाहिँ 1 महिनासम्म गऱ्यो भने चाहिँ त्यो पुरै दुखेको दर्द हटेर जान्छ। र नसा चिपिएको ठाउँहरू पनि यो हामीले लगाइदियो भने चाहिँ यसले चाहिँ ठिक ठाउँमा ल्याउँछ भन्छ। त्यसको दुध कस्तो हुँदो रहेछ? होइन, फेरि अर्को कुरो एकदमै ध्यान दिनुपर्ने कुरो चाहिँ यो कसैको यसको आँखा पर्यो, यो दुध आँखा पर्यो भने चाहिँ आँखा फुट्छ एकदम डेन्जर किसिमको। तर त्यही भएर चाहिँ यो दुखेको पार्टहरूमा लाउँदाखेरि चाहिँ अलिकति बिस्तारै क्या, फेरि आँखा छेदल्किएर फ्याट्ट लाग्यो भने त गयो नि, फेरि आँखा गयो एकदम। यो काट्दाखेरि पनि एकदमै आँखामा पट्टी लाएर अथवा कुन तरिकाले काट्नुपर्छ क्या। यसको दुध त डेन्जर बिखालो हुन्छ नि। यसको आँखा चोप्दा आँखा पर्यो भने त बर्बाद पारिदिन्छ, हेर्नुहोस्। त्यसैले एकदम सावधान हुनुपर्छ। यसको फाइदा पनि छ, एकदम डेन्जर बेफाइदा पनि छ। अनि अर्को कुरो चाहिँ कतिपयले चाहिँ अब यो टिकटकहरूतिर यो कतातिर कस्तो गर्थ्यो भने यसको पात लिने अनि सुत्ने बेला चाहिँ सुगर भएको मान्छेले चाहिँ पैतालामा यो लगाएर अनि मोजा लाएर सिड्नेको हुन्छ भन्थ्यो। त्यसको खासै वैज्ञानिक कारणहरू त छैन, त्यो होइन। बरु कस्तो गर्न सकिन्छ भने यसमा त यो सर्सिङको तेल भन्छ, त्यसलाई चाहिँ यो पातलाई चाहिँ सर्सीको तेलमा चाहिँ अलिअलि तताउने भनौँ, तातो तेलमा र सर्सीको तेलमा यसलाई तताएर पैतालामा लगायो भने चाहिँ सुगर कम हुने, अनि शरीरमा चाहिँ विकारहरू चाहिँ पैतालाबाट निकाल्छ अरे यसले। अनि सर यो सुनिन्छ नि यस्तो आँकसँग बिहे गर्ने के दोष भएको भन्ने पनि सुनिन्छ सर? यो स्याकर प्लान्ट भन्छ, जस्तै बर पिपलका कुराहरू जस्तो छ। यो आँकको पनि यो हाम्रो हिन्दू धर्ममा चाहिँ छ। अथवा कसैलेको माङ्गलिक ग्रह भन्छ, के भन्छ, 2टा बिहे गर्ने 3टा बिहे गर्ने, त्यस्तो केसहरूमा चाहिँ दोष हटाउनको लागि चाहिँ यो आँकसँग बिहे गरेर चाहिँ अर्को मान्छेले बिहे गर्यो भने चाहिँ 2टा बिहे उसको चाहिँ कर्ममा लेखिएको छ भने पनि त्यो केही असर गर्दैन भन्छ। त्यो दोष हटाउनको लागि हो क्या। 3टा बिहे भन्यो भने 2चोटि बिहे गर्नु पऱ्यो क्या आँकसँग। हजुर, हाम्रो छ होइन। हजुर, हुन त लेखेको कुरा त अब हुँदैन होला होइन। तैपनि अब यो प्रत्येक चिजहरूको कर्मले दिएको त्यसको समाधान पनि छ क्या हाम्रो हिन्दू धर्ममा। कसै जन्तर लगाइदिने भन्छ, त्यो जन्तर लगाएर त हुने त केही नै होइन, हुन त हुन लेखेको छ भने जसरी हुन्छ। भए पनि यो चिज चाहिँ रिलिजनसँग, धर्मसँग, हाम्रो आस्थासँग, स्पिरिचुअलसँग जोडिएका चिजहरू हुन्, हेर्नुहोस्। अनि अर्को कुरा चाहिँ तपाईँले यसको जरालाई यसमा सेरोइड भन्ने तत्त्व पाइन्छ, हेर्नुहोस् होइन। यो जरा खनेर चाहिँ एउटा सानो टुक्रो भनेपछि 1 ग्रामलाई 10 ग्राममा बाँडेर थोरै खायो भने यो दम निको हुन्छ भन्छ। दम र न्युमोनिया पनि निको हुन्छ भन्छ, तर धेरै खान हुँदैन। यो सेरोइड भन्ने तत्त्व भएको हुनाले यसले चाहिँ दमलाई ठिक पार्छ। अरू योसँग त अब यो भुज संरक्षणमा काम लाग्छ, पहाडहरूमा चाहिँ अब अलिकति भुज संरक्षणमा नि प्रयोग हुन्छ। यो हिसाबले त छुट्टै किसिमको छ। तैपनि हामीले यो फालिएको काम नलाने चिज हो भनेर चाहिँ भन्न मिलेन क्या। यसको दाउरा हुनसक्छ होइन, तर एउटा सावधान चाहिँ यसको चोपबाट चाहिँ एकदम बच्नुपर्छ है। एकदम यो सिउडी यो भनेको डेन्जर हुन्, ड्यामेज पारिदिन्छ। तपाईँ पनि झुक्किएर फेरि यसलाई भात दिई वरि गर्दाखेरि त उछिटेर आँखा पर्न सक्छ। यो चिज भनेको घरहरूकै राख्ने चिजै होइन भन्छ, किनभने धेरै डेन्जर किसिमको हुन्छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि तपाईँलाई डाक्टर दामोदर गैरी लेक्चर्स मनपर्छ भने तपाईँ सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। मैले यस्तै जडीबुटीको महत्त्वपूर्ण फाइदाको बारेमा भिडियोहरू बनाउँदै जानेछु र तपाईँ लाभान्वित हुनेछन्। भिडियो गर्दै हेर्नुहोला। धन्यवाद। जय देश, जय जडीबुटी।
सबैजनालाई नमस्कार। म दामोदर गैरीको तर्फबाट र म आज पनि धेरै महत्त्वपूर्ण जडीबुटीको बारेमा चर्चा गर्दैछु जसलाई आँक भनिन्छ। तपाईँले धेरै ठाउँहरूमा फालिएका ठाउँहरूमा एकदमै खेतीयोग्य नभएको ठाउँहरूमा खोलाका तीरहरूमा कतैतिर चाहिँ यो पानीको मुहानहरूतिर यो देख्नु भएको छ। यस्तो किसिमको देख्नु भएको छ भने तपाईँले चाहिँ आँक भनेर चिन्नु पर्दछ। यो चाहिँ अलिकति निलो निलो किसिमको निलो सेतो सेतो किसिमको फुल हुन्छ हेर्नुहोस् र पात चाहिँ धेरै डेन्जर पनि हुन्छ है। यो चाहिँ हेर्नुपर्छ। अब हामीले चाहिँ यो आँकको आज म तपाईँलाई स्वास्थ्यसँग जोडिएको आँकको स्वास्थ्यसँग जोडिएका के फाइदाहरू छन् त्यो बारे चर्चा गर्दैछु। एक नम्बरको स्वास्थ्य सङ्गति बारेमा चर्चा गर्दाखेरि यो आँक छ। कोही मान्छेलाई चाहिँ ढाड दुख्यो होइन, नसा च्यापियो ढाडमा होइन, अनि त्यहाँदेखि खुट्टामा एकदमै खुट्टाका जोर्नीहरू दुखेर चाहिँ एकदमै गाह्रो भयो भने ट्याक्कै एउटा टेबल ल्याएर बसेर यसको दुध निकाल्ने। यसको दुध निकालेर चाहिँ त्यो जहाँ दुखिया छ त्यहीमा एकदम सबै पातहरू चुहाएर चाहिँ एउटा लपक्क लाउने त्यो चोप। अनि प्रत्येक दिन चाहिँ जब त्यस्तो चाहिँ 1 महिनासम्म गऱ्यो भने चाहिँ त्यो पुरै दुखेको दर्द हटेर जान्छ र नसा चिपिएको ठाउँहरू पनि यो हामीले लगाइदियो भने चाहिँ यसले चाहिँ ठिक ठाउँमा ल्याउँछ भन्छ। त्यसो दुध कस्तो हुँदो रहेछ? होइन, फेरि अर्को कुरो एकदमै ध्यान दिनुपर्ने कुरो चाहिँ यो कसैको यसको आँखा पर्यो, यो दुध आँखा पर्यो भने चाहिँ आँखा फुट्छ। आँखा फुट्छ एकदम डेन्जर किसिमको। तर त्यही भएर चाहिँ यो दुखेको पार्टहरूमा लाउँदाखेरि चाहिँ अलिकति बिस्तारै क्या, फेरि आँखा छिल्केर फ्याट्ट लाग्यो भने त गयो नि, फेरि आँखा गयो। एकदम यो काट्दाखेरि पनि एकदमै आँखामा पट्टी लाएर अथवा कुन तरिकाले काट्नुपर्छ क्या। यसको दुध त डेन्जर बिखालो हुन्छ नि। यसको आँखा चोप्दा आँखा पऱ्यो भने त बर्बाद पारिदिन्छ हेर्नुहोस्। त्यसैले एकदम सावधान हुनुपर्छ। यसको फाइदा पनि छ, एकदम डेन्जर बेफाइदा पनि छ। अनि अर्को कुरो चाहिँ कतिपयले चाहिँ अब यो टिकटकहरूतिर यो कतातिर कस्तो गरिदियो भने यसको पात लिने अनि सुत्ने बेला चाहिँ सुगर भएको मान्छेले चाहिँ पैतालामा यो लगाएर अनि मोजा लाएर सिड्नीको हुन्छ भन्थ्यो। त्यसको खासै वैज्ञानिक कारणहरू त छैन, त्यो होइन। बरु कस्तो गर्न सकिन्छ भने यसमा त यो सर्सिङको तेल भन्छ, त्यसलाई चाहिँ यो पातलाई चाहिँ सर्सीको तेलमा चाहिँ अलिअलि तताउने भनौँ, तातो तेलमा र सर्सीको तेलमा यसलाई तताएर पैतालामा लगायो भने चाहिँ सुगर कम हुने अनि शरीरमा चाहिँ विकारहरू चाहिँ पैतालाबाट निकाल्छ अरे यसले। अनि सर यो सुनिन्छ नि यस्तो आँकसँग बिहे गर्ने के दोष भएको भन्ने पनि सुनिन्छ सर? यो स्याकर प्लान्ट भन्छ, जस्तै बर पिपलका कुराहरू जस्तो छ यो आँकको पनि यो हाम्रो हिन्दू धर्ममा चाहिँ छ। अथवा कसैलेको माङ्गलिक ग्रह भन्छ के भन्छ, 2टा बिहे गर्ने 3टा बिहे गर्ने त्यस्तो केसहरूमा चाहिँ दोष हटाउनको लागि चाहिँ यो आँकसँग बिहे गरेर चाहिँ अर्को मान्छेले बिहे गर्यो भने चाहिँ 2टा बिहे उसको चाहिँ कर्ममा लेखिएको छ भने पनि त्यो केही असर गर्दैन भन्छ। त्यो दोष हटाउनको लागि हो क्या। 3टा बिहे भन्यो भने 2 जोडी बिहे गर्नु पऱ्यो क्या आँकसँग। हजुर, हाम्रो छ होइन। हजुर, हुन त लेखेको कुरा त अब हुँदैन होला होइन। तैपनि अब यो प्रत्येक चिजहरूको कर्मले दिएको त्यसको समाधान पनि छ क्या हाम्रो हिन्दू धर्ममा। कसै जन्तर लगाइदिने भन्छ, त्यो जन्तर लगाएर त हुने त केही नै होइन, हुन त हुन लेखेको छ भने जसरी हुन्छ। भए पनि यो चिज चाहिँ रिलिजनसँग धर्मसँग हाम्रो आस्थासँग स्पिरिचुअलसँग जोडिएका चिजहरू हुन् हेर्नुहोस्। अनि अर्को कुरा चाहिँ तपाईँले यसको जरालाई यसमा सेरोइड भन्ने तत्त्व पाइन्छ हेर्नुहोस् होइन। यो जरा खनेर चाहिँ एउटा सानो टुक्रो भनेपछि 1 ग्रामलाई 10 ग्राममा बाँडेर थोरै खायो भने यो दम निको हुन्छ भन्छ। दम र न्युमोनिया पनि निको हुन्छ भन्छ, तर धेरै खानु हुँदैन। यो सेरोइड भन्ने तत्त्व भएको हुनाले यसले चाहिँ दमलाई ठिक पार्छ। अरू योसँग त अब यो भुज संरक्षणमा काम लाग्छ। पाहाडहरूमा चाहिँ अब अलिकति भुज संरक्षणमा पनि प्रयोग हुन्छ। यो हिसाबले त छुट्टै किसिमको छ। तैपनि हामीले यो फालिएको काम नलाने चिज हो भनेर चाहिँ भन्न मिलेन क्या। यसको दाउरा हुनसक्छ होइन, तर एउटा सावधान चाहिँ यसको चोपबाट चाहिँ एकदम बच्नुपर्छ है। एकदम यो सिउडी यो भनेको डेन्जर हुन्, ड्यामेज पारिदिन्छ। तपाईँ पनि झुकिएर फेरि यसलाई भात दिई वरि गर्दाखेरि त उछिटेर आँखा पर्न सक्छ। यो चिज भनेको घरहरूकै राख्ने चिजै होइन भन्छ, किनभने धेरै डेन्जर किसिमको हुन्छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि तपाईँलाई डाक्टर दामोदर गैरी लेक्चर्स मनपर्छ भने तपाईँ सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। मैले यस्तै जडीबुटीको महत्त्वपूर्ण फाइदाको बारेमा भिडियोहरू बनाउँदै जानेछु र तपाईँ लाभान्वित हुनेछन्। भिडियो गरिदिनुहोला। धन्यवाद। जय देश, जय जडीबुटी।
सबैजनालाई नमस्कार। म दामोदर गैरीको तर्फबाट र म आज पनि धेरै महत्त्वपूर्ण जडीबुटीको बारेमा चर्चा गर्दैछु जसलाई आँक भनिन्छ। तपाईँले धेरै ठाउँहरूमा फालिएका फालिएका ठाउँहरूमा एकदमै खेतीयोग्य नभएको ठाउँहरूमा खोलाका तीरहरूमा कतैतिर चाहिँ यो पानीको मुहानहरूतिर यो देख्नु भएको छ। यस्तो किसिमको देख्नु भएको छ भने तपाईँले चाहिँ आँक भनेर चिन्नु पर्दछ। यो चाहिँ अलिकति निलो निलो किसिमको निलो सेतो सेतो किसिमको फुल हुन्छ हेर्नुहोस्, र पात चाहिँ धेरै डेन्जर पनि हुन्छ है। यो चाहिँ हेर्नुपर्छ। अब हामीले चाहिँ यो आँकको आज म तपाईँलाई स्वास्थ्यसँग जोडिएको आँकको स्वास्थ्यसँग जोडिएका के फाइदाहरू छन् त्यो बारे चर्चा गर्दैछु। एक नम्बरको स्वास्थ्य सङ्गति बारेमा चर्चा गर्दाखेरि यो आँक छ। कोही मान्छेलाई चाहिँ ढाड दुख्यो होइन, नसा च्यापियो ढाडमा होइन, अनि त्यहाँदेखि खुट्टामा एकदमै खुट्टाका जोर्नीहरू दुखेर चाहिँ एकदमै गाह्रो भयो भने ट्याक्कै एउटा टेबल ल्याएर बसेर यसको दुध निकाल्ने, यसको दुध निकालेर चाहिँ त्यो जहाँ दुखिया छ त्यहीमा एकदम सबै पातहरू चुहाएर चाहिँ एउटा लपक्क लाउने त्यो चोप। अनि प्रत्येक दिन चाहिँ जब त्यस्तो चाहिँ 1 महिनासम्म गऱ्यो भने चाहिँ त्यो पुरै दुखेको दर्द हटेर जान्छ र नसा चेपिएको ठाउँहरू पनि यो हामीले लगाइदियो भने चाहिँ यसले चाहिँ ठिक ठाउँमा ल्याउँछ भन्छ। त्यसको दुध कस्तो हुँदो रहेछ? होइन, फेरि अर्को कुरो एकदमै ध्यान दिनुपर्ने कुरो चाहिँ यो कसैको यसको आँखा पऱ्यो, यो दुध आँखा पऱ्यो भने चाहिँ आँखा फुट्छ, आँखा फुट्छ एकदम डेन्जर किसिमको। तर त्यही भएर चाहिँ यो दुखेको पार्टहरूमा लाउँदाखेरि चाहिँ अलिकति बिस्तारै क्या फेरि आँखा छेदल्किएर फ्याट्ट लाग्यो भने त गयो नि, फेरि आँखा गयो एकदम। यो काट्दाखेरि पनि एकदमै आँखामा पट्टी लाएर अथवा कुन तरिकाले काट्नुपर्छ क्या। यसको दुध त डेन्जर बिखालो हुन्छ नि। यसले यसको आँखा चोप त आँखा पऱ्यो भने त बर्बाद पारिदिन्छ हेर्नुहोस्। त्यसैले एकदम सावधान हुनुपर्छ। यसको फाइदा पनि छ, एकदम डेन्जर बेफाइदा पनि छ। अनि अर्को कुरो चाहिँ कतिपयले चाहिँ अब यो टिकटकहरूतिर यो कतातिर कस्तो गरिदियो भने यसको पात लिने अनि सुत्ने बेला चाहिँ सुगर भएको मान्छेले चाहिँ पैतालामा यो लगाएर अनि मोजा लाएर सिड्नीको हुन्छ भन्थ्यो। त्यसको खासै वैज्ञानिक कारणहरू त छैन, त्यो होइन। बरु कस्तो गर्न सकिन्छ भने यसमा त यो सर्सिमको तेल भन्छ, त्यसलाई चाहिँ यो पातलाई चाहिँ सर्सीको तेलमा चाहिँ अलिअलि तताउने भनौँ, तातो तेलमा र सर्सीको तेलमा यसलाई तताएर पैतालामा लगायो भने चाहिँ सुगर कम हुने अनि शरीरमा चाहिँ विकारहरू चाहिँ पैतालाबाट निकाल्छ अरे यसले। अनि सर यो सुनिन्छ नि यस्तो आँकसँग बिहे गर्ने के दोष भएको भन्ने पनि सुनिन्छ सर? यो स्याकर प्लान्ट भन्छ, जस्तै बर पिपलका कुराहरू जस्तो छ यो आँकको पनि यो हाम्रो हिन्दू धर्ममा चाहिँ छ। अथवा कसैलेको माङ्गलिक ग्रह भन्छ के भन्छ, 2टा बिहे गर्ने 3टा बिहे गर्ने त्यस्तो केसहरूमा चाहिँ दोष हटाउनको लागि चाहिँ यो आँकसँग बिहे गरेर चाहिँ अर्को मान्छेले बिहे गर्यो भने चाहिँ 2टा बिहे उसको चाहिँ कर्ममा लेखिएको छ भने पनि त्यो केही असर गर्दैन भन्छ। त्यो दोष हटाउनको लागि हो क्या। 3टा बिहे भन्यो भने 2चोटि बिहे गर्नु पऱ्यो क्या आँकसँग। हजुर हाम्रो छ होइन, हजुर हुन त लेखेको कुरा त अब हुँदैन होला होइन। तैपनि अब यो प्रत्येक चिजहरूको कर्मले दिएको त्यसको समाधान पनि छ क्या हाम्रो हिन्दू धर्ममा। कसै जन्तर लगाइदिने भन्छ, त्यो जन्तर लगाएर त हुने त केही नै होइन, हुन त हुन लेखेको छ भने जसरी हुन्छ। भए पनि यो चिज चाहिँ रिलिजनसँग धर्मसँग हाम्रो आस्थासँग स्पिरिचुअलसँग जोडिएका चिजहरू हुन् हेर्नुहोस्। अनि अर्को कुरा चाहिँ तपाईँले यसको चाहिँ यसको जरा यसको जरालाई यसमा सेरोइड भन्ने तत्त्व पाइन्छ हेर्नुहोस् होइन। यो जरा खनेर चाहिँ एउटा सानो टुक्रो भनेपछि 1 ग्रामलाई 10 ग्राममा बाँडेर थोरै खायो भने यो दम निको हुन्छ भन्छ। दम र न्युमोनिया पनि निको हुन्छ भन्छ, तर धेरै खानु हुँदैन। यो सेरोइड भन्ने तत्त्व भएको हुनाले यसले चाहिँ दमलाई ठिक पार्छ। अरू योसँग त अब यो भुज संरक्षणमा काम लाग्छ, पाहाडहरूमा चाहिँ अब अलिकति भुज संरक्षणमा नि प्रयोग हुन्छ। यो हिसाबले त छुट्टै किसिमको छ। तैपनि हामीले यो फालिएको काम नलाने चिज हो भनेर चाहिँ भन्न मिलेन क्या। यसको दाउरा हुनसक्छ होइन, तर एउटा सावधान चाहिँ यसको चोपबाट चाहिँ एकदम बच्नुपर्छ है। एकदम यो सिउडी यो भनेको डेन्जर हुन्, ड्यामेज पारिदिन्छ। तपाईँ पनि झुक्किएर फेरि यसलाई भात दिवरी गर्दाखेरि उछिटेर आँखा पर्न सक्छ। यो चिज भनेको घरहरू राख्ने चिजै होइन भन्छ, किनभने धेरै डेन्जर किसिमको हुन्छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि तपाईँलाई डाक्टर दामोदर गैरी लेक्चर्स मनपर्छ भने तपाईँ सब्सक्राइब गरेर जोडिन सक्नुहुनेछ। मैले यस्तै जडीबुटीको महत्त्वपूर्ण फाइदाको बारेमा भिडियोहरू बनाउँदै जानेछु र तपाईँ लाभान्वित हुनेछन्। भिडियो गर्दै हेर्नुहोला। धन्यवाद। जय देश, जय जडीबुटी।